उमेर तरफ अब के गर्नुको साधनमा गइसकेपछि अब तिमीहरूले सबभन्दा अगाडि गीताको साधनमा गएपछि भूत प्रेत हुन्छ नि अनि यो लोकको देवताहरू हुन्छ त्यसको साधनमा नजाने थाहा भयो थाहा भयो हो अनि धर्मको साधनमा गएपछि हिंसा नगर्नु भने हिंसा भनेको काठमा नगर्नु थाहा भयो सानो किरा फट्याङ्ग्राहरू कमिलो हुन्छ नि त्यसले मार्नु हुँदैन थाहा भयो मच्छर हुन्छ नि मच्छर मच्छर थाहा भयो थाहा छ सबैले मच्छर थाहा छ मच्छर आउँछ नि त्योहरू मार्छ नि एकछिन नमार्नु ल त्यसले बिस्तारो समातेर बाहिर चाहिँ फ्याँकिदिनु ल आफै मर्छ मर्नु त भए पनि माऱ्यो भने पाप हुन्छ है हजुर अनि बुस्नाहरू आउँछ नि टोइलेटतिर घरभित्र बुस्ना आउँछ त्यसरी नमार्नु ल हुन्छ अनि आफै बिस्तारै हिँडेर पानी नपर्ने ठाउँमा काम धेरै नलाग्छ त्यहाँ राख्नु अनि मर्नु त आफै मर्छ हामीले माऱ्यो भने पाप हुन्छ हजुर मान्छे भयो सबभन्दा ठुलो मान्छे मारेको पाप त्यस्तो पशुहरू सुक्खाहरू माछाहरू केही पनि मार्नु हुँदैन थाहा भयो हजुर अनि सकेको छ भने मासु छोड्नु पर्ने मासु छोड्यो भने अनि हिंसा के अरे हामी अहिंसा भन्छ नि अहिंसा भनेको त्यसको कार्बन नगर्ने अरूलाई दुःख नदिने त्यस्तो खालको धर्म हो थाहा भयो हजुर अनि मासु छोड्यो भने राम्रो कोही मान्छेले सानो नानी मासु खानुपर्छ के अरे जिउ लाग्दैन भन्छ नि त्यो झुट हो तल इन्डियाको साउथ इन्डियाको के अरे हिन्दूहरू उनीहरूले मासु खानु सानो नानीदेखि लिएर बुढा हुनेसम्म मासु भने छोएकै हुने सुके पनि हुने तर तिनीहरू सबैभन्दा दिमाग तेज एकदम दिमाग राम्रो आयु लामो त्यस्तो हुन्छ उनीहरू त्यहाँको तागत अहिले त्यो जैन भने इन्डियामा पनि त्यो जैन भन्ने एउटा हिन्दू पनि होइन जैन भन्ने एउटा हुन्छ उनीहरू चाहिँ नङ्गै उनीहरूको देउहरू नङ्गै छ महावीर भन्ने नङ्गै हुन्छ अनि त्यसलाई पठाउनु गर्छ अनि त्यो पठाउनु गर्ने ध्यान गर्नेहरू पनि सबै नङ्गै नै भन्छ तिनीहरूले मासु खाने त्यो काठमाडौँ नै गर्दैन अहिले जेन भेजिटेरियन भनेर कमै छ भेगन भन्यो भेगन भेगन भनेको चाहिँ दुध दही पनि खाँदैन हो त्यो अनि मासु नखानु अनि प्याज लसुन नखानु थाहा भयो प्याज लसुन जहाँ रेसी हुन्छ नि यहाँ भने खानु हुँदैन प्याज र लसुन खायो भने दिमाग कमजोर हुन्छ अन्डा छ नि अन्डा कोही मान्छेले अन्डा खान्छ नि कहिले अब बिमार छ नानीहरूलाई अन्डा दिएको हामीले यहाँ कहिले दिएको थियो र अन्डाले दिमाग कमजोर हुन्छ अन्डा भन्दा नि प्रोटिन बेसी चाहिँ त्यो एउटा लेडी फिङ्गर भन्ने हुन्छ नि के भन्छ चिप्ले भेन्डीमा प्रोटिन एकदम बेसी त्यो खानु त्यसले जिउलाई पोस्ट लाग्छ राम्रो हुन्छ अनि कहिले दुध खायो हुन्छ अन्डाहरू पनि सकेसम्म नखाने अनि लसुन प्याज नखाने लसुन प्याज खाएपछि दिमाग कमजोर हुन्छ लसुन प्याज चाहिँ कसले खानुपर्छ भने कहिले कहिले दबाईमा जान्छ राति ट्याक्कै निन्दा नलाग्ने हाम्रो जिउमा त्यो वायु भन्छ नि हावा बेसी भएपछि त्यसले निन्दा लाग्दैन क्या त्यसले बिमार हुन्छ त्यस्तोलाई चाहिँ अलिअलि लसुन प्याज खायो भने त्यसले ठिक हुन्छ नत्र चाहिँ लसुन प्याज खायो भने त्यसले के हुन्छ त्यहाँ दिमाग कमजोर हुन्छ थाहा भयो हो त्यो नखाने भने अनि लसुन प्याज चाहिँ के हो नि हो लसुन प्याज चाहिँ पहिले मार हुन्छ नि मार हो मारको खुन भयो रगतबाट त्यो उत्पन्न भएको अनि त्यो खाएपछि चाहिँ त्यो मान्छे सबै नर्गा जान्छ भने थाहा भयो अनि मनमा नराम्रो मात्रै देखेपछि पाप मात्रै देखेपछि धर्म कमाइ गर्ने अनि त्यो मरेपछि नर्गा जान्छ अनि त्यो जुन मारले पनि सरप दिएपछि भविष्यमा सबैले रुझोस् त्यो जुन अहिले चुरोट हुन्छ नि चुरोट बेसी जहाँ रेसी छ नि त्यो सबै त्यो मार्गै तर्फबाट भएको अनि त्यो खाएर सबै त्यो रुझोस् त्यो खाइसक्यो ठुलो सानो सबै नर्गा जाओस् त्यसको पुलिसहरू कमजोर होस् भने त्यस्तो तरफ दिएको हो कि त्यसलाई नखानु ल थाहा भयो सबैलाई त्यसोसँग बजारतिर गएर केही खाना खाने लसुन प्याज कम गर्नु सबै नखानु ल थाहा भयो मैले के भन्यो के नखाऊ भने मैले हो अन्डा
मासु हो ना त्यो मासु खाएर पोस्ट लाग्यो अनि दुध खानु दही खानु होइन तपाईँ अनि त्यो अहिले फलफुल हुन्छ नि फलफुल बहुतै फलफुल खानुपर्छ फलफुल यहाँ यहाँबाट पनि भनिहाल्छ फलफुल सधैँ आमाले फलफुल दिइराख्नु भएको एकदम राम्रो तर फेरि कुनै मान्छेले फलफुलभित्र फेरि कुनै चिनी रोग भएको हुन्छ नि गुलियो हुन्छ नि त्यो बेसी खायो भने फेरि त्यसलाई चाहिँ रोगले सघाउँछ अनि नत्र चाहिँ अब त्यो खायो भने धेरै होइन एकैचोटि धेरै खाने भने अलिअलि होइन जिउले पोस्ट लाग्छ राम्रो हुन्छ ल थाहा भयो अनि चोर्नु हुँदैन थाहा भयो अब हामी लामा भनेको अब यो क्याम्डो धम्बा लिएपछि चोर्यो भने मान्छे अहिले कसरी गरिब हुन्छ थाहा भयो गरिब खाना लाउनु नपुग्ने धेरै गाह्रो हो किन भयो भने कहिले दिनु चोरेर ढाँटेर मान्छेले लुटेपछि यो जुनीमा मान्छे यो सङ्घाल हुन्छ कहिले खाना लाउनु पुग्दैन गाह्रो हुन्छ पैसा कमाउनु सक्दैन पैसा कमाए पनि मान्छेले चोरेर लान्छ लुटेर लान्छ हो उसले खानै पाउँदैन किन कहिले जुनी उसलाई दान गरेको छैन है चोरेर लुटेको त्यसको पापले गर्दा यो जुनी जति दुःख गरे पनि त्यतिकै भयो चोर्नु हुँदैन थाहा भयो आफ्नो साथीको सामान पनि एउटा एउटा चोर्नु हुँदैन थाहा भयो हो जसरी कपडा हुन्छ नि आफ्नो कपडा चाहिँ फाटेर फ्याँक्यो बरु साथीहरू कपडा लगायो त्यसो गर्नु हुँदैन अनि चप्पलहरू हुन्छ नि चप्पल एउटा एउटा चप्पल सार्नु हुँदैन जिउमा कोही बिमार हुन्छ थाहा भयो हो त्यो बिमार हुन्छ त्यो बिमार सार्छ ए नानी यता हेर तिमी तल खेल्ने गर्छ त्यो नखेल यता सुन अनि अरूको साथीको कपडाहरू यसरी साटेर लगायो भने बिमार हुन्छ थाहा भयो चप्पल जुत्ताहरू हुन्छ नि हो त्यो लगायो भने त्यो बिमार सर्छ त्यसले गर्दा नगर्नु ल त्यसरी थाहा भयो अनि अरूको सामानहरू चोर्ने माथि के अरे किचनतिर गएर कोही नभएकोमा केही चोरेर खाने मागेर खायो हुन्छ चोरेर खाने थाहा भयो है सबै थाहा भयो हो अनि कुनै माथि तलमा आएर त्यहाँ गेसहरू आउँछ र सबैले त्यहाँ कपी लगाइदेऊ चिया लगाइदेऊ भने फेरि आफैले कपी ल्याएर जान्छ नि कहिले हो हो त्यसो लानु ठुलो पाप हुन्छ बरु मागेर लानु खायो भने यहाँ जति खाए पनि जति खाए पनि तिमीलाई दिन्छ खाना लाउनको लागि तिमीहरूलाई समस्या हुँदैन तर चोरेर खानु कोहीले लुटेर खाँदा पनि राति उठेर कुनातिर ल्याएर आगो सुरेर खाँदा पनि पहिले अहिले त गर्दा अहिले कमै भयो एकचोटि म राति 3 बजीतिर भन्नु यसो हेरेको पर त्यो बजे बाँध्ने कुनामा एकजना नानीले के छुटाएर खाँदै 2 बजी त्यही गर्ने खाना लाउनु नपर्ने होइन जति खाए पनि पुग्छ खाना जति खाने तर खाना तिमीहरूले खाना लिएर खाना नफ्याँक्नु ल थाहा भयो जति खाए पनि हुन्छ त्यही बसेर खाने खाना लिएर हुन्छ अनि फेरि थप्नुलाई अल्छी लाग्छ यति हालेर लान्छ उता गएपछि आधा खान्छ आधा खान्छ त्यस्तो फ्याँक्नु हुँदैन त्यसो पाप हुन्छ खानाको एउटा दाना छ नि यस्तो दाना एउटा दाना फ्याँक्दै एक माना पुग्यो भने त्यो मान्छे बोकेराख्छ थाहा भयो अनि दानाले पनि सरप्छ भनेको क्या दानाको देउताले पनि सरप्छ भनेको त्यसो नि दिनको दिन अब खाना अलिकति आयो अब आज अलिकति सक्दो यति फ्याँक्यो भोलि सक्यो एक दिन त अब एक माना हुने साल हुन्छ त्यो दिन चाहिँ बोकै बस्नुपर्छ हो त्यसले खाना नफ्याँक्नु थाहा भयो हो थाहा भयो ल कहिले त्यो अब यहाँ एकचोटि म उता जाँदा उता त्यहाँ खोलेर राख्यो त्यसमा खाना टन्नै फ्याँकेर आयो अनि हाम्रो मान्छे धेरै छ एकजना यदि चौधो फ्याँक्यो भने एक भरे त चामल एक भर त एक दिन सिद्धिन्छ नि त्यसो गर्नु हुँदैन यहाँ मान्छेले दान दिएको मान्छेले एकदम सदा दिएको कोही मान्छे मरेर छ मेरो मर्ने के अरे निग्न बाबालाई राम्रो होस् पितृहरू राम्रो होस् पूजा गर्दा दिएको हुन्छ कोहीले चाहिँ मेरो के अरे आफ्नो घर सन्त होस् राम्रो होस् भनेर चढाएको हुन्छ होइन यो गरेर चढाएको चाहिँ फ्याँक्नु हुँदैन फ्याँक्यो भने पाप हुन्छ त्यो खाएर आफैले के अरे पूजापाठ गरिदियो भने उसलाई पनि खाइदिन्छ अब राम्रो हुन्छ हो त्यो अनि अब सबभन्दा अगाडि काटमाड गर्नु हुँदैन थाहा भयो हो किरा फट्याङ्ग्राहरू कुनै पनि मार्नु हुँदैन थाहा भयो होइन सबै थाहा भयो हजुर अनि चोर्नु हुँदैन हो मान्छेको सामान चोर्नु हुँदैन अनि समाजको सामान पनि चोर्नु हुँदैन त्यो राम्रो हुँदैन हजुर त्यो चोर्यो भने अनि राम्रो हुन्छ अनि तिमीहरू बाहिरतिर जाँदाखेरि जहाँसुकै जाँदाखेरि त गाडीहरू आउँछ धेरै हिँड्नु हुने यहाँ पढ्ने मान्छे त्यो बेलामा यतै खेल्ने यहीँ बस्ने हो त्यहाँ टिभी हेर्ने छ क्यारम बोर्ड खेल्ने छ होइन
त्यो खेलेर बस्ने अनि राम्रो बस्ने हो त्यो अनि बिहान उठेर लामालाई त्यो एकखेप पढ्छ ल सबैले हात धर लामालाई चेप्छु साँझेलाई चेप्छु छोला चेप्छु गिदोलाई चेप्छु लामालाई चेप्छु साँझेलाई चेप्छु छोला चेप्छु गिदोलाई चेप्छु लामालाई चेप्छु साँझेलाई चेप्छु छोला चेप्छु गिदोलाई चेप्छु हो त्यो पढ्ने बिहान उठेर ठक्कै उठ्नु साथ ठिक तल गएर थाल लिएर खानु जाने भने कि सम्झा खाएर लामालाई चाहिँ त्यो पढ्ने ल अनि जुन झम्बल यहाँको तोबा हुन्छ नि होइन सँगैले त्यो ढिङ्गिलो त्यो पढ्ने होइन तारापछि नाति पढ्ने अनि भजुगुर पढ्ने उमा भजुगुर अनि बेलुका सुत्दाखेरि सबभन्दा अगाडि अनि गुरु मुजेलाई पठन गरेर उमा भजुगुर पढ्न सुति भन्ने पढेर अनि सुत्ने ल तपाईँ ल अनि ट्याके थुबा हाम्रो अहिलेको जुन धर्म चाहिँ ट्याके मुनि बुद्धको धर्म हो त्यसको मन्त्र पढ्नुपर्छ र सबैले पढ्नु हात जोड्दा तयथा ओम मुनि मुनि मा मुनाय स्वाहा तयथा ओम मुनि मुनि मा मुनाय स्वाहा तयथा ओम मुनि मुनि मा मुनाय स्वाहा हो त्यो पढ्नु अनि कहिले कहिले अनि यो पढ्नुपर्छ केरेन्जीको मन्त्र छ नि के अरे अमिताभ बुद्ध मन्त्र ओम आमी देवारी ओम आमी देवारी ओम आमी देवारी अनि कहिले केरेन्जीको मन्त्र पढ्नु ओम आने प्रेमे होङ ओम आने प्रेमे होङ री ओम आने प्रेमे होङ रे ओम आने प्रेमे होङ रे अनि कहिले कहिले गुरु मुजेको मन्त्र पढ्ने है ओमा होङ भज गुरु पद्मा सिद्धि होङ ओमा भज गुरु पद्मा सिद्धि होङ ओमा भज गुरु पद्मा सिद्धि होङ भज गुरु प्रेमे सिद्धि हो पद्मा सिद्धि एउटै हो जस्तो पढ्यो भने ओमा भज गुरु प्रेमा सिद्धि पढ्यो भने हुन्छ ल ओमा भज गुरु प्रेमा सिद्धि होङ हो त्यो अनि कहिले कहिले हाम्रो भेटो भन्छ के अरे भेटो भनेपछि सन्ता कोर्दाको मन्त्र हुन्छ एउटा बुद्धहरू हुन्छ सबैको मन्त्र अलग छ तर पनि समाजको मन्त्र एउटा त्यो पढ्नु ल ओमा होङ बोधिचिता महासुगा ज्ञान दादु आ ओम रुलो रुलो ओङजो होङ ओमा होङ बोधिचिता महासुगा ज्ञान दादु आ ओम रुलो रुलो ओङजो होङ ओमा होङ बोधिचिता महासुगा ज्ञान दादु आ रुलो रुलो ओङजो होङ अनि भजन शब्दको मन्त्र हुन्छ हामीले अब पाप धेरै गरेर हुन्छ त्यो पाप कति गर्नुलाई सबभन्दा छिटो पाप जेसँग हुने नाश हुने चाहिँ अनि भजन शब्दको मन्त्र पढ्दा छिटो हुन्छ भने त्यो पढ्नु ल ओम बाजर सतु समय मनुपलाय बाजर सतो ते नभा सीता ढिडो मेवा सुदो खय मेवा अनुरोध मेवा शुभ खय मेवा सर्वसिद्धि निप्रयता सर्वकर्म सुजामे सीताम तिरी यम कुरु होङ आहा हो भागविन सर्व दादा गदा हृदय दयाजर मामी मुंजा बेजरीबा महा समाया सदो आ अब छोटो एउटा मन्त्र ओ बदल सद होङ ओम बदल सद होङ ओम बदल सद होङ हो त्यो छोटो परे नि हुन्छ अनि कहिले कहिले अब यहाँ ताराको पूजा सन्डे हुन्छ नि हो हो त्यो पनि त्यही पनि अब मन्त्र पढ्यो भने राम्रो हुन्छ ओम तारे तुदरे तुरेश्वर ओम तारे तुदरे तुरेश्वर ओम तारे तुदरे तुरेश्वर अनि वैडुर्य बुद्ध भन्छ नि मेरेसन बुद्ध हो त्यसको मन्त्र तयथा ओम व्याघाते महाव्याघाते राजा समुङ्गते स्वाहा तयथा ओम व्याघाते महाव्याघाते राजा समुङ्गते स्वाहा तयथा ओम व्याघाते महाव्याघाते राजा समुङ्गते स्वाहा हो त्यो अब यो मन्त्रहरू अब बेला बेलामा अब भनेपछि त्यहाँ गुरुहरू आउँछ कहिले कहिले वाङहरू पाउँछ अनि त्यहाँबाट राम्रो हुन्छ
अनि पढ्दै पनि हामी 콘졸라라와 아무것도 있어봐 이제 지금 소집 이제라더니 정리되고 이제 나와 이제 나오고 나와 이 제라 네파도 되니 하나 저희는 되는가 지금 소집이 제라더니 안다 신경도 쓰고 어디 이 제라니 나도 초대 제라 사랑스러워 우리 거의 이제 이제 아주 같이 이 제라니 점유적인 생기는 이게 지어도 딱과 당도 방법마다 지금 거다 그래서 이 차례 진행 전달라도 서로 상황이 어디에 나와 이 건조 단순히 하고 말이지 나중에 지금 이제 말라고 공포 전달을 말라고 이 저하고 야마도는 저하다 정원에 당고디도 아무도 저하고 지금 소리 내시는 소리도 이제라니 순간도 이 아까 두 가지 시기잖아요 이거 디바이스 디젤라니 그대로 세단서 디젤라니 정리되기 연구하기라니 진행 처가 전하게 되는 거죠. ini namcho dang ini schedule of dingeni namji ngar dena ko tang tungsa dingro और tungsa ding dijala ini are tungsa ji je wala kuju ko dingro dijala ni da ngage namji jiwa yawa namji bo sa cinema sagang de de sa dijala ni ini mo 어디냐 하우서 인계기 도당을 뒤되는 가을 되지만 그냥 소소 지가 되는 일단 됩니다. 야 남성 분들 제가 어디 야야 좀 가게 되어서래 저는 소놈비 관계 지방에 되는 예외가나 관계 집에서래 그 알아서 되죠. 그렇죠. 이제 또 시작을 된 거봐. 그래서 되는 거라 저랑 이제 비교. 어쨌든 사슴 내가 된 거래. 사슴 그 마도나 이 나자들이 저좀 봐라. 대단히 어떻게 되는 이런 거 사실 된 거서 이거 사슴. 나자들이 저좀 봐라. 탑라 나자 대인들이 감초 두발라 뭐 하고서 되게 되는 저좀 봐 생각나 가지고 다 이제 강바다 랑고나 이들이 내가 너무 싸바고 지금 들라디들라 하고서 공부 나올 남들이 나중에 감정도 봐라 대단히 어떻게들라 하고 이탑들 저좀 봐 지금 탑라 감정도 있어 이제 그게로 일단 저좀 지금 미래디 이네 제가도 나중에 감정도 봐라 대단히 어떻게 되는 사실들 이 사실 하고서 이제 생각이 있어 우리 아픔을 살 그리고 정보로 이마서 딘딘들 도로 뭐 धन्यवाद भने म 딘딘 जोडो खादा सेदा अगर जाने ताला